नमस्कार आदरणीय सज्जनवृन्द, हजुरहरू माझमा चाहिँ 10वटा एकदमै प्रेरक भनाइहरू जुन चाहिँ अत्यन्तै चाहिँ आदर गर्नुपर्ने व्यक्तित्वहरू, सम्झिनुपर्ने व्यक्तित्वहरूको भनाइहरू चाहिँ म हजुरहरूलाई आज चाहिँ प्रस्तुत गर्न लागिरहेको छु। धेरै भूमिका नबाँधिकन म 10औं नम्बरको जम्मा 10वटा मैले आज हजुरहरूलाई प्रस्तुत गर्नेछु र 10औं नम्बरको भनाइ म आज राख्न चाहन्छु र यो भनाइ चाहिँ छ श्री सत्य साई बाबा, सबैका प्रेरणादायी भगवान स्वरूप श्री सत्य साई बाबाको भनाइबाट म यो 10औं नम्बरको भनाइबाट म राख्न चाहन्छु र साई बाबाको भनाइ चाहिँ यस्तो रहेको छ। प्रार्थना गर्ने ओठभन्दा सेवा गर्ने हात पवित्र हुन्छ। र यो भनाइको तात्पर्य सायद हजुरहरूले सजिलै बुझ्नुहुन्छ। प्रार्थना गर्ने ओठभन्दा सेवा गर्ने हात पवित्र हुन्छ। अहिले हामीले प्रार्थना गर्ने भन्दा पनि अगाडि बढेर चाहिँ सेवा गर्ने बेला भएको छ भन्ने कुरा हजुरहरूले बुझ्नु भएको छ र कसरी सेवा गर्ने भन्ने मैले त्यसको बारेमा व्याख्या गर्नु जहाँसम्म पर्दैन। त्यसै गरी म समयलाई कन्ज्युम नगरिकन, टाइम कन्ज्युम नगरिकन फेरि दोस्रो भनाइ म राख्न चाहन्छु। यो चाहिँ छ अल्बर्ट आइन्स्टाइन। हामी सबैले सुनेको, सानैदेखि नै स्कुल लेभलदेखि नै सुनेको नाम हो अल्बर्ट आइन्स्टाइन। उहाँको भनाइ चाहिँ रहेको छ, मेरो उन्नतिको रहस्य एउटै सूत्रमा छ, त्यो हो हिम्मत नहार्नु। अल्बर्ट आइन्स्टाइन भन्नुहुन्छ, मेरो उन्नतिको रहस्य एउटै सूत्रमा छ, त्यो हो हिम्मत नहार्नुहोस्। यो भनाइलाई पनि मैले धेरै चाहिँ इलाबोरेट गर्नुपर्छ जस्तो मलाई लाग्दैन कि सफलता हिम्मत नहार्नुमा रहेको हुन्छ। त्यसै गरी अर्को व्यक्तित्व जसलाई हामी बारम्बार पुस्तकौँदी पढ्ने गर्छौँ या हामीले सुनेका हुन्छौँ, माओ त्से-तुङ। अत्यन्तै सम्मान गर्नुपर्ने व्यक्तित्व। उहाँको भनाइ चाहिँ यस प्रकार छ। यो म 8औं नम्बरको भनाइ चाहिँ हजुरलाई राख्न चाहन्छु। यो भनाइ यस्तो छ, यसलाई ध्यान दिएर सुनिदिनु होला। यदि तिमीले सबै कुरा गुमाएको छौ भने पनि, यदि तिमीले सबै कुरा गुमाएको छौ भने पनि तिम्रो साथमा सिङ्गो भविष्य बाँकी छ। अब यो भनाइ पनि चाहिँ माओ त्से-तुङको जुन बाणी स्वरूप यो अहिले प्रचलित छ, सबैले यो पढ्न पाउनुहुन्छ कि हामीले सबै कुरा गुमाएको छौँ। योभन्दा अगाडिका हाम्रा सबै कुरा गुमिसकेका छन्। अहिले त हाम्रो व्यापार चौपट भएको होला, व्यवसायहरू, हाम्रो पेसा, सबै कुराहरू, दैनिकीहरू सबै हाम्रो चौपट भएको छ। तर पनि माओ त्से-तुङले भन्नुभएको छ कि हाम्रो सबै कुरा गुमे पनि अब भविष्य, सिङ्गो भविष्य अझै बाँकी छ। र त्यसरी नै म अब 7औं नम्बरको भनाइ, अर्को दमदार भनाइ म राख्न चाहन्छु। यो चाहिँ छ महात्मा गान्धी। हजुरहरूलाई महात्मा गान्धीको बारेमा एक शब्द मैले सायद भनिराख्नु पर्दैन। उहाँको भनाइ छ, सदाको लागि बाँच्ने गरी अध्ययन गर र भोलि नै संसार छाड्ने गरी बाँच। विद्वान महात्मा गान्धी, उहाँको भनाइबाटै प्रष्ट हुन्छ कि सदाको लागि बाँच्ने, सदाका लागि बाँच्ने गरी अध्ययन गर भन्नुभएको छ। यो फुर्सदको समयमा हामीले सदा म अब सधैँभरि बाँच्छु, लामो समयसम्म म बाँच्छु, मैले गर्नुपर्ने धेरै कुराहरू छन् भनेर हामीले विभिन्न किसिमको अध्ययन गर्नु आवश्यक छ। पुस्तकहरू अध्ययन गर्नु आवश्यक छ, नभएर घटनाक्रमहरूलाई अध्ययन गर्न आवश्यक छ। त्यसरी नै उहाँले भन्नुभएको छ कि भोलि नै संसार छाड्ने गरी बाँच। सो अब लाइफको कुनै ग्यारेन्टी हुँदैन, कतिखेर मानिसको चोला उठ्ने हो यो दुनियाँमा, कसलाई के थाहा। त्यस कारणले सायद म भोलि नै मर्छु कि भने चाहिँ गरेर आज उत्साहित भएर आज चाहिँ एकदमै हर्षोल्लासका साथ, पूर्ण आत्मविश्वासका साथ परिवारसँग बस्नुहोस्, रमाउनुहोस् भन्ने किसिमको यो चाहिँ भनाइ छ। सदाका लागि बाँच्ने गरी अध्ययन गर र भोलि नै संसार छाड्ने गरी बाँच। यो महात्मा गान्धीको भनाइ थियो। त्यसै गरी म
यो 6 नम्बरको अर्को 6औं नम्बरको भनाइ राख्न चाहन्छु। यो चाहिँ छ नेल्सन मण्डेलाको भनाइ र यो भनाइ चाहिँ यस्तो रहेको छ, इट सिम्स टु बी इम्पोसिबल until it is done. So it seems to be impossible until it is done. नेल्सन मण्डेलाको भनाइ अनुसार चाहिँ अब हजुरले यो बुझिसक्नुभयो, तैपनि म यसलाई थोरै इलाबोरेट गर्न चाहन्छु कि हरेक कुरा चाहिँ पूर्ण नहुन्जेलीसम्म असम्भव जस्तै लाग्छ। पुरा नहुन्जेल हुँदैन जस्तो लाग्छ, असम्भव जस्तो लाग्छ। आफ्नो जीवनकालमा नेल्सन मण्डेलाले अत्यन्तै प्रेरक भनाइ हामीलाई छोडेर जानुभएको छ। इट सिम्स टु बी इम्पोसिबल अन्टिल इट इज डन। त्यसरी नै म यो 5औं नम्बरको भनाइ, मलाई अत्यन्तै प्रिय व्यक्तित्व 16औं राष्ट्रपति अब्राहम लिङ्कन, अमेरिकाको राष्ट्रपति हुनुहुन्थ्यो होइन। धेरै पटक असफल भएर पनि पछि चाहिँ अमेरिकाको राष्ट्रपति हुन सफल हुनुभयो। उहाँको भनाइ छ, प्रतीक्षा गर्नेहरूले केवल त्यस्तो चिज पाउँछन् जुन हतारमा हिँड्नेहरूले छोडेर गएका हुन्छन्। प्रतीक्षा गर्नेहरूले केवल त्यस्तो चिजहरू पाउँछन् जुन हतारमा हिँड्नेहरूले छोडेर गएका हुन्छन्। सो हामीले कुनै पनि कुरालाई हतार गर्नु आवश्यक छैन कि हामीले छोडेका कुराहरू नै संयमित व्यक्तित्वले भोलि भेट्ने हो। त्यसकारणले संयमित भएर हाम्रो यो अहिलेको जुन रफ्तार छ, हामी जसरी अहिले चाहिँ प्रतीक्षामा छौँ, त्यही प्रतीक्षामा हामी जानु आवश्यक छ भन्ने खालको थियो यो। यसलाई पनि मैले धेरै व्याख्या गर्न चाहिनँ, किनभने तपाईँ तमाम विद्वान वर्गहरूले यसलाई सजिलै बुझ्न सक्नुहुन्छ। बरु म यसलाई एकचोटि दोहोऱ्याउँछु र 4औं नम्बरमा म जान चाहन्छु। प्रतीक्षा गर्नेहरूले केवल त्यस्तो चिज पाउँछन् जुन हतारमा हिँड्नेहरूले छोडेका हुन्छन्। त्यसै गरी म 4औं नम्बरको भनाइ राख्न चाहन्छु र यो भनाइ चाहिँ छ मार्टिन लुथर किङ। अब यो नाम पनि चाहिँ तपाईँहरू सबै तमाम मेरा आत्मीय मित्रहरू, मेरा आफन्तजनहरू सबैलाई यो थाहा छ। उहाँलाई सबैले हामी कुनै माध्यमबाट चिनेका छौँ। मार्टिन लुथर किङको नाम नसुन्ने नबुझ्ने मान्छे धेरै कम छौँ हामी। उहाँको भनाइ छ, कुनै पनि ठाउँमा भइरहेको अन्याय हरेक ठाउँको न्यायको निम्ति खतरा हुन्छ। म यसलाई फेरि दोहोऱ्याउन चाहन्छु, कुनै पनि ठाउँमा भइरहेको अन्याय हरेक ठाउँको न्यायको लागि खतरा हुन्छ। सो यसबाट हामी बुझ्न सक्छौँ कि सबै ठाउँमा न्याय समान हुनुपर्छ। यदि राज्यले कुनै प्रकारका राहतहरू वितरण गर्ने हो भने पनि सबैतिर समान रूपमा चाहिँ वितरण गर्नुपर्दछ भन्ने किसिमको यो भाव बोकेको भनाइ मैले हजुरहरू सामु राखेँ। त्यसै गरी 3रो नम्बरको अर्को प्रेरक भनाइ चाहिँ रहेको छ यो विद्वान दार्शनिक, उहाँका सेभरल पुस्तकहरू, धेरै पुस्तकहरू हामी बजारमा पाउँछौँ। स्वेट मार्डेन, उहाँको चाहिँ भनाइ यस प्रकारको रहेको छ, तिमी संसारको कुनै पनि कुरासँग नडराऊ, तिमी संसारको कुनै पनि कुरासँग नडराऊ, बरु त्यसलाई सामना गर। मृत्युको विचार मृत्युभन्दा पनि डरलाग्दो हुन्छ। दार्शनिक विद्वान स्वेट मार्डेनको भनाइ थियो। र तिमी संसारको कुनै पनि कुरासँग नडराऊ, केही चिजसँग पनि डराउन जरुरी छैन, नडराऊ, बरु त्यसलाई सामना गर। त्यो जेले डर दिइरहेको हुन्छ बरु त्यो प्रति सामना गर, किनभने मृत्युको विचार मृत्युभन्दा पनि डरलाग्दो हुन्छ। बा मर्छु कि त्यस पछाडि भोलि के हुने होला भन्ने किसिमको सोच, आफ्नै लाइफको चाहिँ मरण मृत्युको सोच चाहिँ त्यो मर्दै गर्दाको क्षणभन्दा पनि घातक हुन्छ भन्ने चाहिँ आशयको थियो यो स्वेट मार्डेनको। त्यस कारण हामीले मृत्युको विचार गर्नुभन्दा बरु जे चिजले हामीलाई डर दिइरहेको छ त्यसैलाई चाहिँ हिट गर्नु, त्यही प्रति चाहिँ लाग्नु र त्यसलाई समाधान
गर्नु भन्ने किसिमको यो स्वेट मार्टिनको चाहिँ भनाइ थियो। यो तेस्रो नम्बरको मेरो भनाइ थियो र त्यसै गरी अब म अन्तिममा अब मसँग करिबन 2टा भनाइ बाँकी छ। अत्यन्तै विद्वान गुरुहरूको भनाइ मैले अन्तिममा राख्न चाहेँ र दोस्रो नम्बरको भनाइ म राख्न चाहन्छु र यो चाहिँ रहेको छ स्वामी विकासानन्द, जसले चाहिँ मनोक्रान्तिका अभियन्ता। मनोक्रान्ति हामी मनदेखि नै शुद्ध हुनुपर्छ, परिवर्तन सम्भव छ, आफैबाट चाहिँ सुरुवात गर्नुपर्छ भनेर उहाँ लागिराख्नु भएको छ। म अत्यन्तै श्रद्धा गर्न चाहन्छु उहाँलाई। उहाँले भन्नुभएको छ, उहाँको एउटा प्रेरक भनाइ जसले जीवन बदल्न सक्छ, त्यो भनाइ यस्तो छ: बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त त्यो हो जो डरका बावजुद पनि अगाडि बढ्छ। विकासानन्दको यो अत्यन्तै प्रेरक भनाइ छ। बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त त्यो हो जो डरका बावजुद पनि अगाडि बढ्छ। अहिले चारैतिर डरै डर छ, तर नडराउने मान्छे बहादुर होइन वास्तवमा। बरु नडराउने निडर व्यक्ति त त्यो जो डरका बावजुद पनि अगाडि बढिरहेको हुन्छ, हिम्मतका साथ अगाडि बढिरहेको हुन्छ भन्ने चाहिँ यो भनाइ थियो स्वामी विकासानन्दको। र अन्तिममा म चाहिँ आइपुगेको छु र अत्यन्तै एउटा मार्मिक भनाइ मसँग अब बाँकी रहेको छ। यो 1 नम्बरमा मैले राखेको छु। अहिलेको यो पछिल्लो समयको विद्वान मध्येको पनि विद्वान मान्न चाहन्छु म रजनीश ओशो, गुरु, हामी सबैका गुरु, भगवान पनि भनेर एक बाजी पुकारियो पनि। जोरवादी द बुद्ध पनि भनिन्छ, एक प्रकारको सेकेन्ड बुद्ध उहाँ नै हो भनिन्छ। उहाँको एउटा प्रेरक भनाइ म राखेर अनि हजुरहरू माझबाट बिदा हुनेछु र यो भनाइ चाहिँ नि यस्तो रहेको छ: द रियल क्वेसन इज नट whether life exists after death, but the real question is that whether we are alive before death. म यसलाई दोहोऱ्याउन चाहन्छु। The real question is not whether life exists after death, but the real question is that whether we are before death. रजनीश ओशो गुरु भन्नुहुन्छ कि मृत्यु पछिको जीवनको अस्तित्व छ कि छैन, यो साँचो प्रश्न होइन। मृत्यु पछिको फेरि पनि अर्को जीवन छ कि छैन, यो साँचो प्रश्न होइन। बरु साँचो प्रश्न त यो हो कि मर्नुभन्दा अगाडि साँचो अर्थमा हामी बाँचेका छौँ कि छैनौँ। सो हामीले कुनै पनि तनाव लिएर बाँच्नु आवश्यक छैन र मरेपछि के हुन्छ होला भन्ने भन्दा पनि अहिले हामी मर्नुभन्दा अगाडि अथवा चाहिँ यो लाइफमा हैन हामीलाई आइपरेका सङ्कटहरू माझमा चाहिँ हामीले चाहिँ त्यसलाई हिट गर्दै त्यसप्रति चाहिँ सामना गर्दै हामीले हर्षोल्लासका साथ परिवारसँग मिलिजुली हामी बस्नुपर्छ। साँचो अर्थमा हामीले साँचो जीवन जिएका छौँ कि छैनौँ, साँचो जीवन बाँचेका छौँ कि छैनौँ भन्ने खालको यो भनाइ थियो। थ्याङ्क यू सबैलाई, धन्यवाद छ, नमस्कार।